गर्दैछु छोरीहरूको लागि नास्तामा स्पागेटी। यो पाकिसकेको स्पागेटीलाई चाहिँ एउटा छड्डीमा छान्ने। मैले चाहिँ स्पागेटी एकदमै सजिलो तरिकाले पकाउन लागेको छु, कुनै झन्झट नगरेर। यसमा चाहिँ मैले हरियो लसुनको पत्ता अनि एउटा प्याज, अलिकति अदुवा अनि हरियो धनिया लिएकी छु। हरियो धनिया चाहिँ मैले पछाडि पाकिसकेपछि राख्नेछु, अरू चाहिँ मैले अहिले तेलमा फ्राई गर्नेछु। यो चाहिँ बच्चाहरूले, सानो बच्चाहरूले खाने भएको भएर मैले अलिकति तेल र घिउ लिएकी छु। अब यहाँ तेल तातिसकेको छ, त्यसैले म सुरुमा जिरा फुराउँदैछु। जिरा सँगसँगै मैले प्याज पनि राखेँ। यसलाई हल्का चलाउँछु। अब यसमा मैले सँगै त्यसरी लसुनको पत्तालाई पनि राख्छु र सँगै फ्राई गर्छु। ग्यासको फ्लेम अलिकति बढाउँछु। यसमा मैले टमाटरको पेस्ट पनि एड गर्ने सोचेको थिएँ, तर ट्याक्कै अहिले बजार जान भ्याएन। घरमा चाहिँ टमाटर भ्याइएको रहेछ, त्यसैले टमाटर चाहिँ मैले आज राखेन। यो राम्रोसँग फ्राई भइसकेपछि मैले यसमा स्पागेटी एड गर्छु। यो सँगै मैले अदुवा पनि यसमा राखिसकेँ। एकदमै सादा बनाइराखेको छु, खुर्सानी पनि राखेर, किनकि मेरो बच्चाहरूले खुर्सानी पनि खाँदैनन्। यसमा मैले बेसार पनि एड गरेँ। अब यो रोस्ट भइसकेको छ र अब यसमा चाहिँ मैले स्पागेटी एड गर्छु। अब यसमा मैले आफ्नो टेस्ट अनुसार नुन पनि थपेँ। अब यो भइसकेको छ लगभग, त्यसैले म अब यसमा धनियाको पत्ता गार्निस गर्छु। छोरी पनि आइसकेको छु बाहिर। चाउमिन मात्रै भनिराख्ने, अनि यो चाउमिन भन्दा यो स्पागेटी चाहिँ अलिकति राम्रो हुन्छ भनेर यो खुवाउन लागेको छु। साँच्चै नै यो अलि चाउमिन भन्दा राम्रो हुन्छ होला त साथीहरू। यो रेडी भइसकेको छ। म अब यो छोरीलाई खाना दिन्छु, छोरीलाई, मम्मीलाई। ल, तिमीहरूको नास्ता रेडी भइसकेको छ। अब यहाँ बसेर खाने है। ल बस बस बस, आऊ आऊ।
कस्तो छ त? मिठो छ? थ्याङ्क यू भन नि त मम्मालाई। Thank you, Mama. You are welcome, baby. सबै खाइसक्यो।